देशमा अहिले पशु संख्या र युवा संख्या दिन प्रतिदिन घट्दो क्रममा छ। समस्या र त्यसका समाधानहरू के हुन सक्छन् त्यही खोज्दै हिँड्ने क्रममा आज हामी अन्नपूर्ण गाउँपालिका वडा नम्बर 1 को ठुलाचौर भन्ने ठाउँमा आइपुगेका छौँ र आज यस ठाउँमा हामीले विभिन्न युवाहरूलाई र बुवाहरूलाई भेटेर केही छलफलहरू गर्यौँ र हामीले बुवासँग चाहिँ पशुहरू घट्नुको समस्याहरू के हुन सक्छन् भन्ने विषयमा छलफल गर्दैछौँ। आउनुहोस् बुवालाई किसानहरूका आफ्नै युट्युब च्यानल नमस्कार किसानमा स्वागत गरौँ। बुवालाई नमस्कार अनि स्वागत छ बुवा। आराम हुन्छ बुवा? हजुर ठिक छ। हजुरको परिचयबाट सुरु गरौँ होला बुवा। मेरो नाम दिल्लीराम अधिकारी। हजुर बुवा। ढिकुरपोखरी गाउँपालिका हजुर ठुलाचौर। हजुर हजुरले लगभग आफ्नो जुन जन्मेर एउटा उमेरमा पुग्दा हजुरको घरमा कुन कुन कति भैँसी कस्ता खालका थिए र अहिले कस्ता खालका छन् त्यो दुईटा फरक हजुरले थाहा पाउँदाको अनुभव र आजको दिनको अनुभव। पहिलाको अनुभव सुनाउने हो भने त पहिला मेरो यो ठाउँमा 72 कुरिया थियो। हजुर यो गाउँमा हजुर यो 72 कुरियामा कम्तीमा थोरै पाल्नेले पनि 5-7 वटा भैँसी गाई पाल्थे। हजुर तर अहिले मैले मेरै गोठमा हुन्थे 12-15 वटा। हजुर मैले 15-20 वटासम्म मैले पालेँ। हजुर अहिले मेरै गोठा छन् 2टा। हजुर तर बाख्रा छन् 30-40 वटा। हजुर भैँसी 2टा मात्रै छन्। हजुर अब काम गर्ने मान्छे छैन। झन् त्यतिखेर एक्लै गर्नुहुन्थ्यो होला, अहिले त छोराहरू छन् 2-3 जना। छोराहरू पनि अब आफ्नो बिजनेसमा हिँड्नु पर्यो। अब उनीहरूको आफ्नो आफ्नो पेसामा उनीहरू हिँड्छ। त्यो त अवश्य नै पर्यो भयो। यो हामीले खास खोतल्न खोजेको अलिकति अनुभव बटुल्न खोजेको कारण पनि समस्याहरू के होला त नि बुवा। जस्तै हजुरको पिँढीहरूसम्म चाहिँ मजाले पालियो बुवा यो पशुहरू होइन। 1 वर्ष अगाडि र अहिलेकोमा हिसाब गर्ने हो भने जनसङ्ख्याको ठ्याक्कै आधामा झरिसकेको छ के बुवा। यसको मुख्य कारण के होला जस्तो लाग्छ हजुरको अनुभवमा? यसको मुख्य कारण भनेको अब कृषि गरेर खासै त्यति फाइदा देखेन अहिलेको जेनेरेसनहरू। किन देखेन भने सरकारले कृषितिर केही लगानी नै गर्दैन। अब कृषि गर्छ, बाँदरले खान्छ, चराले खान्छ, मुसाले खान्छ। गरो गर्ने बेला दुःख हुन्छ। अनि 1-2 जनाले भ्याइँदैन, मान्छे खोज्दा पाउँदैन। कता नै दुःख गरेर गऱ्यो भने असिनो आउँछ, सुक्खा पर्छ, बाँदरले खान्छ। अब वन जङ्गलहरू पुरा बढ्दै गयो। सबभन्दा ठुलो समस्या भनेको कृषकलाई काम गर्ने मान्छे खोज्दा नपाउनु र तस्करको र सरकारले बिउ बिजन मलहरू टाइममा नदिनको सबभन्दा ठुलो समस्या त्यो। अनि अलिकति अब दुखी पेसा पनि अलिकति दुखी पेसै मान्नुपर्छ होइन? दुखी त अब भयङ्कर दुखी भयो। दुखी त भयङ्कर दुखी पेसा भयो। अहिले अब दुःख गर्न प्रायः जसोले नमान्ने भयो। हाम्रो पिँढीले दुःख गर्न त्यति चाहेन पनि जस्तो लाग्यो क्या। त्यो पनि हुन हो। केही पाटो त्यो हजुरले भनेको पाटो हो नि, केही पाटो हाम्रो आफ्नै पनि गल्ती के हो भने हामी चाहिँ अलिकति सजिलो पेसा अप्नाउँदै गएको हो कि अथवा छिटो पैसा आउने पेसा अप्नाउँदै गएको हो? छिटो पैसा आउने पेसा अप्नाउँदै गयो। किनभने अब दिनभरि एकातिर गएर मजदुर आयो भने 1000 रुपियाँ आयो। यहाँ दिनभरि घाँस काटेर त केही पनि आउनु, उही गोबरै सोर्नु, केही पनि आउँदैन। अहिले मान्छे जति सब पैसातिर लोभिएर हो। अहिले चाहिँ लोभिन नि पर्यो। फेरि महँगाई यस्तो छ। अब आफ्नो घर खाना नपुग्ने त मजदुर नगरे त खाने उपाय छैन। फेरि अब किसान गरेर खाना नपुग्ने पनि छन् नि कोही। तिनलाई त मजदुर नगरी त खाने उपाय छैन। उनले यता भन्दा बरु यतै ठिक भन्ने सोच्न थाले अहिले। अनि अब सरकार पक्षले पनि किसानको लागि केही पनि गर्दैन। अब जति गर्छ उही कर्मचारी
नेताहरूको लागि मात्रै गरेको छ, किसानको लागि सरकारले केही माखो पनि मारेको छैन अहिले। हजुर त्यसरी त्यो एक हिसाबले हामीले तलबाट हेर्दा चाहिँ त्यस्तो देखियो भयो। जस्तै बजेट भाषण सुनियो भने चाहिँ कृषिको लागि किसानको लागि भनेर बजेट भाषण अर्ब अर्बको छुटिन्छ, तर किसानसँग आइपुग्दैन भयो। फरक त्यो उनीहरूले छुट्याउँछन्, उनीहरूले लहर थन्काइछन्, उनीहरूले छुट्याउँछन्, उनीहरूले थन्काउँछन्, किसानलाई दिँदैन। त्यो पनि समस्या छ। अहिले चाहिँ ठ्याक्कै कति छन् बुवा? के पाल्नु भयो? भैँसी 2टा? अहिले भैँसी 2टा छन्, बाख्रा यहाँ 25वटा छन्, माथि घर 6वटा छन्। हजुर, 31-32वटा बाख्रा छन्। अनि कुखुराहरू? कुखुराहरू 2टा फर्मा कुखुरा छन्। हजुर, अहिले हाललाई त्यति नै। के छ बुवा, ब्रोइलर कुखुराले कतिको दिइरहेछ बुवा? हजुरले कति वर्ष भयो ब्रोइलर कुखुरा पाल्नु भयो? ब्रोइलर कुखुरा पालेको अहिले 4 वर्ष भयो। 4 वर्षको हिसाब किताब निकाल्ने हो भने 4 वर्षमा जो फाइदामै हुनुहुन्छ ब्रोइलर कुखुराले? खासै कुखुराले पनि नहुने त होइन। हजुर, तर तिनलाई केयर धेरै गर्नुपर्ने। ब्रोइलर कुखुरालाई केयर भने मजासँग गर्नुपर्ने, राम्रो केयर गरेर टाइममा दाना पानी मजासँग खुवाइदिने हो भने 4.5-5 किलोसम्मको बनाइदियो। जस्तै म अब ब्रोइलर कुखुरा पाल्ने सोच गरेको छु र केही जानकारी अथवा केही हजुरले यसरी चाहिँ गरिदिएदेखि तिमी घाटामा जाँदैनौ भनेर तपाईँले के त्यस्तो अनुभव छ? जस्तै यो चाहिँ ध्यान गर है बाबु, अलिकति ध्यान देऊ है भन्ने हिसाबले। किनभने ब्रोइलर कुखुरा भने त एक हिसाबले रिक्सी पनि एकदम रिक्सी हो नि। रिक्सी त भयङ्कर रिक्सी। जस्तै बाख्रा पाल्नु भयो भने तपाईँले घाटा गयो भने त्यति धेरै घाटा नजाला, अथवा थोरै बिस्तारै बढाउँदै गयो भने। ब्रोइलर कुखुरा बिना अनुभव झ्यापै पाल्नु भयो भने त एकैचोटि सर्लक्क खोरै रित्तिन पनि सक्छन् फेरि। त्यो त अब टाइममा दाना पानी दिन नजान्ने, अनि अलिकति त्यो झोक्राउने गर्ने केही भयो भने त्यसलाई केयर गरिदिएन भने त सर्लकै हो। हजुर, जस यो हजुरको अनि त्यसलाई कुखुराको लागि हावापानी पनि अलिकति राम्रो भएको ठाउँ। त्यही भएर ठ्याक्कै यही यो ठाउँको हावापानी चाहिँ राम्रो छ कि जस्तो, ठ्याक्कै त्यही कुरा गर्न लागेको थिएँ बुवा। हावापानी चाहिँ यो हावापानी त यो कुखुराको लागि त यहाँ मैले उत्तमै भन्छु अहिलेसम्म है। कुखुरा जो सबैको लागि उत्तमै जस्तो। कुखुरा बाख्राको लागि, हाम्रो लागि पनि, मान्छेको लागि पनि अब डाँडा काँडा वन जङ्गलको हावा पानी, हिमालको हावा। हजुर, फेवातालको हावा आउँछ, हिमालको हावाले हान्छ, जङ्गलको हावा आउँछ। हजुर, बस्न त यहाँ मान्छेलाई पनि वस्तुलाई पनि उत्तम ठाउँ। उत्तम। जस्तै हजुरले यो फर्म सुरु गर्दाखेरिमा दर्ता गरेरै सुरु गर्नुभएको हो कि यसरी जुन आधुनिक हिसाबले चल्दै आएको थियो पहिले जुन परम्परागत त्यही हिसाबले बढाउनु भएको? यो दर्ता गरेरै बनाउनु। केही पाउनु भयो त सरकारी तर्फबाट? सुक्को पैसा ल्याइएन। त्यो पहल गरिएन कि बुवा? कि पहल पनि कतिचोटि गरेको, पहल गर्दा पनि भएन, पहल गर्दा पनि आइपुगेन हामीसँग। जे होस् ठाउँमा आफ्नो मान्छे हुनुपर्दो रहेछ क्या, जे गरे पनि। हजुर, अलिकति पेलिदिने मान्छे आफ्नो ठाउँमा भयो भने ल मेरो गरिदिए है त हुँदो रहेछ। हजुर, नत्र हामी सोझा साझालाई 1-2 फेरि अब किसानलाई त हप्ताको 3 चोटि धाउन त मिल्दैन, सक्दैन, फुर्सद हुँदैन। अब महिनाको 1 चोटि गयो, हला हुँदैछ हजुर भन्छ, अनि अर्को महिनामा फेरि 1 चोटि गयो, हला हुँदैछ भनिदिएपछि सिद्धियो, वर्षै सिद्धियो भने हामीलाई फुर्सद भएन धाइराख्नलाई। कृषकलाई त फुर्सदै हुँदैन नि। अब यी पाल्या छैन, यिनलाई टाइममा पानी चाहियो, घाँस चाहियो। हजुर, अब अनि हामीहरूको फेरि जाने यो अलिकति बाहिरटा, यहाँ त हेर्दा एकदम राम्रो देखियो नि, बाहिरटा हेर्दा अलि अनाकुन्टर जस्तो छ क्या। यहाँ आइसकेपछि चाहिँ ठिकै छ।
बाहिर देख्नलाई एकदम राम्रो छ हजुर तर बाहिरको हेर्दाखेरि अलि अनकुन्टर जस्तो देखिन्छ क्या जङ्गलको नजिक हजुर अनि अब गाउँपालिका जान नि 2 घन्टा हिँडेर जानुपर्छ बजार जान 1.5 घन्टा जानुपर्छ जस्तै घाँसको समस्या चाहिँ छ कि छैन बुवा यहाँ बाख्राहरूलाई भैँसीलाई घाँसको समस्या छैन हरियो घाँसको समस्या हरियो छ घाँसको समस्या छैन यो आफैले पनि लगाउनु भएको छ बुवा आफ्नै बारीमा अलिअलि छ त्यति धेरै त छैन हजुर जस्तै कुन घाँसहरू यही नेपियरहरू छ अनि यो जय घाँस बनाइन्छ हजुर अनि डाले घाँसहरूमा अब त्यो बेडुलो हजुर बडर हजुर अनि यो खनियोहरू छ अहिले हजुर खासै त्यति धेरै त छैन अब यो ऊ पनि भर्खरै सुरु गरेको हजुर 2-4 वर्ष लगाएको बिरुवा त्यति ठुला हुने बिरुवा त लगाइयो छ हजुर तर घाँस काट्न हुने भइसक्यो जस घाँसको त्यति धेरै समस्या पनि छैन घाँसको खासै घाँसको समस्या भनेको यो चैतको र वैशाखको 15 सम्म हजुर यो 1.5 महिनालाई अलिकति समस्या हो हजुर त्यति बेलालाई खेतमा जय घाँस छरिदिएपछि ठ्याक्कै त्यो चैत वैशाखमा काट्ने गरेर जय घाँस बनाइदिएपछि घाँसको समस्या हुने अब जेठदेखि त अनि जता काटे नि जति काटे नि पाइन्छ हजुर जस्तै हजुरले थाहा पाउँदा भैँसीको दुधको मूल्य कति थियो र अहिले कति छ अहिले नर्मल्ली हाम्रोतिर अब 130 140 चल्छ भने हजुरले थाहा पाउँदा कति जतिको थाहा पाउनुहुन्छ मैले थाहा पाउँदा त्यही रुपियाँ 3 मोहर मानु 3 मोहर भन्थे 1.5 रुपियाँ मानु थियो 1.5 रुपियाँ माना दुध थियो जस्तै खसीको मासुहरू याद छ भयो कति खसीको मासुहरू उति बेला किलाको हिसाब थिएन भाग लगाउँथे हजुर ठ्याक्क भाग लगाएछन् अन्दाजले भाग लगाए 200-300 को 200 को एउटा भाग हुन्छ 8-9 भाग लगायो भने 200 को एउटा भाग पर्छ त्यतिखेर यो कुखुरा पालन कतिको थियो थाहा पाउँदा अहिलेभन्दा 10 वर्ष पहिला कुखुरा खासै त्यति धेरै थिएन अहिले पछिल्लो समयमा यो 10 वर्षदेखि यता मात्रै यो कुखुराहरू बढेको हजुर बाहिर अब बजारतिर त अलिअलि कति थिए त्यति बढी थिएन हजुर अहिले यो 10 वर्षको अन्तरालमा कुखुराहरू धेरै बढेको छ जस्तै हजुरले कसैलाई सल्लाह दिनु पर्यो भने कुखुरा बाख्रा र भैँसी एउटा मात्रै पाल्न पर्यो भने कुन पाल भनेर सल्लाह दिनुहुन्छ यो परिवेशको लागि चाहिँ यो हजुरको घर वरिपरिको जुन वातावरण छ नि यो वातावरणमा चाहिँ त्यसमा यस्तो हुन्छ अब आफ्नो घरको व्यवस्था कस्तो छ हजुर अब काम गर्ने मान्छे कतिको छ हजुर अब एकजना मात्रै छ भने सबै कुरो अर्को भनेर हुँदैन हजुर एउटै चिज गर्नु हजुर 4-5 जना घरमा काम गर्ने मान्छे छ भने सबै गर्दा पनि भ्याइन्छ तर किन हामीहरूको यो ठाउँमा घाँस बोक्न टाढा जानु पर्दैन त्यो कारणले पनि भ्याइन्छ अन्तिममा बुवा जस्तै हामी जस्तो हजुर जस्तो किसानहरू जो मजाले किसानी मात्रै गर्दै हुनुहुन्छ नि तपाईलाई चाहिँ सरकारको तर्फबाट के चाहिँ गरिदिएदेखि चाहिँ हामी जस्तो किसान चाहिँ अझै बढी प्रेरित भएर यो पेसामा आउँथे युवाहरू नि प्रेरित भएर यो पेसामा आउँथे जस्तो लाग्छ सरकारको पछि म योभन्दा यो फर्म गर्ने सुरु गर्ने बेलामा गाउँपालिका एउटा तालिम आयो भैँसीको हजुर त्यहाँ म पनि गएँ हजुर एकजना सल्यानका बुवाले के भन्नुभयो भने उहाँको 30वटा भैँसी रहेछ पाडापाडी सबै गरेर 30वटा रहेछ गाउँदेखि लगभग 1.5 घन्टा तल ती भैँसी गोठ रहेछ घरमा एउटा भैँसी त्यो भैँसीको अघिल्लो बेतमा ब्याउने बेला भणार फर्केला जिउ हुन्छ कि र के गरेर बचाएछन् अर्को वर्ष नि त्यही ब्याउने अझ फेरि छिट्टै नि ब्याउने अझ यो कता कता भइन्छ टाढाको घर ल्याएर बाँधौँ भने त्यो भैँसी घर ल्याएर बाँधेछ अरू भैँसी तलै छन् अनि मानवीय कृषिको
प्राविधिकहरू हेर्नको लागि फर्म दर्ता गरेको भएपछि त हेर्न गयो होला नि कोही जाँदा त्यहाँ गाउँकाले यसको फर्म भनेको यही हो भने त्यही एउटा भैँसी देखाइदियो कमसेकम फर्म दर्ता गरिसकेको मान्छेले त एउटा मात्रै भैँसी पालेर फर्म दर्ता गर्छ त त्यहाँ लेखेकै हुन्छ 5 वा 5 भन्दा बढीलाई बल्ल फर्म भनिन्छ भनेर त लेखेकै हुन्छ त्यो एउटा भैँसी यही हो यसको फर्म भनेको यही हो भनेर गाउँकाले देखाइदियो भनेर ती हेर्न गएका मान्छे त्यति भैँसी हेरेर फर्केर गयो अनि त्यो तालिम दिने होला तिनै मान्छे आएर छन् ती उडाने आएर छन् हामी पनि गइयो थियो कर्मचारीहरूले त्यस्तो गरिदिन्छन् अनि किसान कसरी माथि लगाउने सबभन्दा नेपालका गए गुज्रेका भनेका कर्मचारी कमसेकम त्यत्रो फर्म दर्ता गरेपछि त कर त तिरेछन् नि त्यो एउटा भैँसी पालेर कर तिरेर बस्न कसैलाई रहर हुन्छ र हुन्छ त्यति पनि विचार नगरिकन यति हो भनेपछि त्यति मात्रै एउटा भैँसी लेखेर त्यो बेलाको त्यो वातावरण नै फेरि एक समय कस्तो भयो भने बुवा जसले झोलामा फर्म बनाए नि तिनीहरूले पैसा खाए किसानले चाहिँ पाएनन् के त्यो त स्योर हो त्यो कति ठाउँमा मैले पनि देखेको त्यो भएपछि अनि कर्मचारीलाई पनि के भयो भने यो पनि त्यही सिडीको मान्छे रहेछ अथवा त्यही ड्याङको मान्छे रहेछ क्या भन्ने पनि होइन बुझ्नु पर्छ नि त कर्मचारी सरकारको नुन पानी खाएर आएपछि त हो होइन सत्य तथ्य बुझ्नु पर्यो नि यहाँ मसित पनि एकजना मान्छे आएको थियो क्या त्यस्तै हजुर ल यो फर्मको अनुदान निकालिदिने भने आधा मलाई दिनुपर्छ के अरे कुरो गरिदिन्छु म भन्यो यो त्यहीँ बसेर अनि म चिया बसालेको छु हजुर अनि सरकारको पैसा तपाईँलाई आधा दिनुपर्छ भने किन सरकारलाई ठग्ने बरु किसानै ठगिदियो नि म त तपाईँलाई आधा दिन सक्दिनँ बरु मलाई चाहिएन बरु किन सरकार ठग्ने बेकार भनिदिएको चिया खा भन्दा पनि चिया नखाइकन गयो क्या त मान्छे त्यस्ता मान्छे नि भेटिन्छन् कर्मचारीहरू त्यस्ता हुन्छन् सब बिगारेकै कृषकलाई बिगारेको कर्मचारी यसै कारणले पनि किसानको संख्या घट्नुको कारणै यही हो नि अब दुःख गर्छ एक त बजार छैन पहिलो कुरो बजारै छैन यो अब अहिले यो 8-10 बोका छन् यो बेच्ने ठाउँ छैन अनि दोस्रो कुरो केही सरकारी तर्फबाट केही अनुदान केही आउँदैन अब उही आफ्नोलाई मात्रै पेले हुन्छ अब चाहिँ सरकारको तर्फबाट चाहिँ जस्तै बुवा वर्गीकरण गर्ने हजुर कुन वर्गको किसान पर्नुभयो सूचीकरण गर्ने त्यसलाई हैन अनि त्यसपछि फिल्डमै आएर हेर्ने पक्का यसले गरेको हो कि हैन त्यसरी अनुगमन गरेर त्यो वर्गीकरण गरेर किसान वर्गीकरण गरेर अनि बल्ल किसानलाई कुन वर्गकोलाई के दिने भनेर त्यसरी आउनेवाला छ अब त्यसरी एकदम प्रभावकारी हुन्छ बुवा त्यसरी एकदम राम्रो हुन्छ किन यही अनुदान पनि एउटैले 10 फेरि पनि खाइसक्यो एउटैले 10 फेरि खाइसक्यो कसैले एक फेरि पनि पाएन कमसेकम यत्रो लगानी गरेको भए एक फेरि त फिल्डमा आएर हेर्दिनु पर्छ नि फिल्डमा आएर हेर्नु पर्यो अनि सूचीकरण गर्नु पर्यो कि कुन वर्गको किसान हो अनि तपाईँको उत्पादनको आधारले तपाईँलाई अनुदान दिने भने नि बल्ल त्यसको सही भ्यालु आउँछ हजुरले कति दुध उत्पादन गर्नुहुन्छ अथवा कति मासु उत्पादन गर्नुहुन्छ त्यही अनुसारको अनुदान आयो भने बल्ल पक्का किसानले पाउने भयो कि पक्का किसानले नि पाउने भयो किसान पनि फेरि उत्साहित हुन्छ उत्साहित हुन्छ अनि उनले त्यो अहिले 10वटा 4वटा भैँसी पालेको छ भने 2टा भैँसी थप्छ उतिखेरै थपिहाल्छ अहिले चाहिँ के छ 4वटा छ भने बरु 2टामा झार्न पाए हुन्थ्यो कि भन्ने भएको हान अहिले किसान त्यो सबै त्यही भएको छ नि यही थिएन त नि 4-5वटा भैँसी थिए सबै बेचेर बसेको
5वटा भैँसी बेचेर हो। हजुर ठिक छ ल बुवा आफ्नो अमूल्य समय हामी नमस्कार किसानलाई दिएर केही अनुभवहरू सुनाइदिनु भयो। अझै पनि बुवालाई केही भन्न मन लाग्छ आफ्नो तर्फबाट व्यक्तिगत रूपमा किसानहरूको पक्षको बारेमा भने केही भनिदिनु होला, होइन भने समयको लागि धेरै धेरै धन्यवाद बुवा। यस्तो अब इति केही भयो शिक्षक आन्दोलन के आन्दोलन किसानको आन्दोलनहरू कोही पनि छैन, सुनिदिने पनि सरकार छैन। मेन किसानको फुर्सद लागि पनि सरकारै छैन, हो किसानको लागि सरकारै छैन यो देशमा। स्थानीय पहिलो सरकार पनि छैन, स्थानीय पनि छैन, सबै आफ्नै पेट भर्ने सरकार हुन्। किसानको लागि गरिदिने यहाँ कुनै स्थानीय पनि छैन, केन्द्रीय पनि छैन। किसानको भलो चाहने मान्छे छैन नेपाल। तर किसान कति महत्त्वपूर्ण रहेछ भन्ने कुरा नि बुवा, जस्तै म एउटा औषधि कम्पनीमा काम गर्छु होइन, किसान भएन भने औषधि कम्पनीको कर्मचारी बाँचेन, साहु बाँचेन, जति नि यी कर्मचारी छन् जुन पशु प्राविधिकहरू यिनीहरू बाँचेनन्, डक्टरहरू बाँचेनन्, यिनीहरूलाई त सबैलाई गाह्रो हो नि त। जब किसान बाँचेन यिनीहरू सबै बच्दै जाने रहेछन् भनेपछि त सबै मिलेर किसानलाई त बचाउनु पर्यो नि त। हो त सोध्दैनन्, ऊ आफू मात्रै बच्न खोजेका छन्। किसान त जेसुकै हुन्, म जति पिल्सेनु किसानै पिल्छ। न टाइममा किसानलाई मल आउँछ, असारमा मल चाहिन्छ, भदौमा मल ल्याएर दिएर के काम। कोही मरिसकेपछि दबाई आएर त दबाईको के अर्थ भयो र? त्यस्तै हो। असारमा रोपाइँका बेला मल चाहिन्छ, भदौमा ल्याएर मल दिन्छ, अनि त्यो भदौमा आएको मल केमा हाल्ने? सही टाइममा चाहियो। सही टाइममा भए पो बोट बिरुवाले पनि सही टाइममा खाना दिए पो ऊ पनि फस्टाएर आउँछ। हामी काम गर बिहान पनि नखाने बेलुका पनि नखाने 15 दिन नखाने भने हामी त्यत्तिकै ढलिन्छ। बोट बिरुवा पनि त्यही त हो। उसलाई पनि पौष्टिक त उसलाई पनि चाहियो। समयको लागि धेरै धेरै धन्यवाद।